नेपाल आइभीएफको मिरेकल बेबिज हुन्। श्रीमतीको एमा 0.49 र ट्युब ब्लक भएको कारणले धेरै वर्षदेखि निसन्तानपन भइरहेको थियो। त्यही भएर हामीले सेल्फ आइभीएफ गर्यौँ। सेल्फ आइभीएफमा उहाँको 3टा मात्र अन्डा निस्क्यो र 2टा एम्ब्रियोज बन्यो। हामीले फ्रेस एम्ब्रियो ट्रान्सफर गर्यौँ र बीटा एचसीजी 136 आयो। प्रेग्नेन्सी टेस्ट पोजिटिभ आयो, तर उहाँलाई विभिन्न समस्याहरू देखियो र पछि बीटा एचसीजी र स्क्यान रिपिट गरेर हेर्दाखेरि उहाँको एक्टोपिक प्रेग्नेन्सीको डायग्नोसिस भयो। त्यसपछि ल्याप्रोस्कोपिक सल्फिन्जेक्टोमी भयो। त्यसपछि डोनर एग आइभीएफ गर्यौँ। केही महिनापछि 2टा ब्लास्टोसिस्ट ट्रान्सफर गर्यौँ र 5वटा एम्ब्रियो फ्रिज भयो। बीटा एचसीजी 1800 आयो र ट्विन प्रेग्नेन्सी बस्यो। 6 विक्सको टिभीएसमा ट्विन प्रेग्नेन्सी विथ कार्डियक एक्टिभिटी देखियो, तर उहाँलाई फर्स्ट ट्राइमेस्टरमा रिकरेन्ट स्पटिङ र ब्लिडिङ भइ नै रह्यो। क्वाड्रुपल मार्करमा न्युरल ट्युब डिफेक्ट स्क्रिन पोजिटिभ आयो। फिटल मेडिसिनको यूएससीमा नेजल बोन सम्बन्धी समस्या भएकोले एम्नियोसेन्टेसिस गर्नु पर्यो। एम्नियोसेन्टेसिसमा जेनेटिकली नर्मल रिपोर्ट आयो। एम्नियोसेन्टेसिसको रिपोर्ट नर्मल आएपछि सर्ट सर्भिक्स भनेर अल्ट्रासाउन्डमा भनिएकोले सर्भाइकल सर्कुलाज पनि लाइयो। तर 29 विक्स 3 डेजमा बेबी लिकिङ भयो र एडमिसन गरेर डेक्सोना इन्जेक्सनको डोज कम्प्लिट गरेर म्याग्नेसियम सल्फेट दिइसकेपछि इमर्जेन्सी अपरेसन गरेर बेबी डेलिभरी गर्नु पर्यो र सर्कुलाज पनि रिमुभ गरियो। 1.25 केजीको बेबी बोय र 1.2 केजीको बेबी गर्ल जन्मियो। आज 1.5 महिना एनआइसियूमा केयर पाइसकेपछि राम्रो भएर डिस्चार्ज हुनुभएको छ। उहाँलाई धेरै धेरै बधाई। यसरी विभिन्न समस्याका बावजुद पनि आज उहाँको 2टा सन्तान प्राप्ति भएको छ। उहाँलाई धेरै धेरै बधाई।